आजभन्दा करिब 2-3 वर्ष अगाडिसम्म पनि मलाई फेसबुकले युट्युबले पैसा दिन्छ भन्ने पनि थाहा थिएन। तपाईँहरूलाई थाहा थियो भने कमेन्ट गर्नुहोस् है। जब मैले युट्युबमा भिडियो हेर्दै गरिरहेको थिएँ, भिडियो हेर्दै गर्दाखेरि एकजना अलिकति जान्ने बुझ्ने मान्छे हुनुहुन्थ्यो। उहाँलाई मैले भने यति धेरै युट्युबले एडभर्टाइजमेन्टहरू दिन्छ, भिडियो हेर्न पनि बोर लाग्छ भनेर उहाँलाई जब मैले भने, उहाँले मलाई यस्तो झापड हान्नुभयो त्यो कुराले। के भन्दाखेरि जुन तिमीले यो भिडियो हेरिरहेछ नि, यो भिडियोबाट मनोरञ्जन लिइरहेछ नि, अनि तिमीले यहाँबाट जुन नलेज लिइरहेको छ नि धेरै यहाँको युट्युबको भिडियोहरूबाट, हो त्यही एडभर्टाइजमेन्टले तिमीलाई त्यो नलेज दिएको हो, त्यही एडभर्टाइजमेन्टले गर्दाखेरि त्यो भिडियो तिमीले हेर्न पाएको हो भनिसकेपछि यस्तो पो रहेछ भन्ने मैले त्यहाँबाट थाहा पाएँ। अनि यसले के हुँदो रहेछ भन्दाखेरि मैले खोतल्दै गएँ, युट्युबमा भिडियोहरू हेर्दै गएँ। अनि त्यसपछि मैले फेसबुक पनि मोनिटाइज हुन्छ, फेसबुकले पनि पैसा दिन्छ भन्ने त्यति बेलासम्म त्यो पनि थाहा थिएन। अनि जब मैले युट्युबको भिडियो हेर्दै गएँ युट्युबले कसरी पैसा दिँदो रहेछ, कसरी एडभर्टाइज आउँदो रहेछ भनेर जब मैले हेर्दै जाँदाखेरि फेसबुकको पनि भिडियोहरू आयो, फेसबुक पनि मोनिटाइज हुन्छ, फेसबुकले पनि यसरी पैसा दिन्छ भन्ने कुरा त्यहाँबाट नि थाहा भयो। थाहा पाइसकेपछि अब युट्युब मैले त युट्युब च्यानल पनि खोलेको थिएन, युट्युब त अलग जोड्ने थियो। तर मैले फेसबुक कसरी मोनिटाइज गर्ने भनेर फेसबुकतिर लागेँ। फेसबुक मोनिटाइज गर्नको लागि करिब मैले 3 वर्ष यति धेरै मेहनत गरेँ। यो 3 वर्षको जर्नीमा करिब मैले 3000 जति पोस्ट गरेँ होला फेसबुकमा। यो तपाईँले हेर्न सक्नुहुन्छ। मैले यति धेरै भिडियोहरू गर्दै गएँ। मेरो फेसबुक चाहिँ किन मोनिटाइज नभएको रहेछ भनेर मैले त्यो औल्याउँदै गएँ, हेर्दै गएँ, धेरैका धेरै भिडियोहरू हेर्दै गएँ। जसले टेक्निकल भिडियोहरू बनाउँछ उनीहरूका भिडियोहरू, प्रत्येक भिडियोहरू सुरुदेखि लास्टसम्म हेर्दै गएँ। जब हेर्दै गएँ मैले त धेरै गल्ती गरेको रहेछु, अनि किन मलाई फेसबुकले मोनिटाइज अप्सन दिन्थ्यो। जब मैले त्यो भिडियोहरू हेर्दै गएँ अनि मेरो च्यानललाई चाहिँ, यो पेजलाई चाहिँ जब मैले सुधार्दै गएँ, यो सुधार्ने क्रममा मैले करिब 2-2.5 वर्ष जति लाग्यो होला। यो 2-2.5 वर्षको जर्नीमा मैले जे त्यो कम्युनिटी गाइडलाइनहरू थियो त्यो सब पुरा गर्दै गएँ र अन्तमा फेसबुकले कन्टेन्ट मोनिटाइजेसन भन्ने अप्सन मलाई पनि सफलतापूर्वक दियो। त्यो पाउनको लागि मैले यति धेरै मेहनत गरेँ। दैनिक पोस्टहरू गर्न थालेँ, कहिलेकाहीँ महिनामा 1-2वटा लाइभहरू बस्न थालेँ, कहिलेकाहीँ आफ्नै उसमा भिडियोहरू बनाउन थालेँ, कहिलेकाहीँ अर्काको भिडियोहरूमा आफैले भोइस ओभर गरेर भिडियो हाल्न थालेँ, अनि ट्रेन्डिङ टपिकहरूमा भिडियो बनाउन थालेँ। त्यसो गर्दै मैले फेरि बिचमा धेरैचोटि गल्ती गर्न पुगेछु। गल्ती मैले के गरेँ भन्दाखेरि कहिलेकाहीँ अर्काको भिडियोहरू एडिट गर्न आउँदैन थियो, त्यत्तिकै पोस्ट गरिदिने, टाइम हुँदैन थियो, झ्याउल आउँथ्यो, त्यत्तिकै पोस्ट गरिदिएँ। अनि त्यसले गर्दाखेरि कपिराइट क्लेमहरू आउन थाल्यो। अनि कपिराइट क्लेम आउँदाखेरि बिचबिचमा मलाई फेसबुकले भन्न थाल्यो तिम्रो आइडी चाहिँ रिभ्यूमा राखेको छ भनेर भन्न थाल्यो। भन्दाखेरि अझै मलाई डर लाग्न थाल्यो, फेरि पनि मलाई दिने होइन कि भनेर मैले धेरै कोसिस गरेँ। त्यो भिडियोहरू डिलिट गर्न थालेँ। जुन कपिराइट स्ट्राइकहरू आएको थियो तिनीहरूलाई मैले हटाउन थालेँ र मैले सुधार्दै जान थालेँ। अनि सुधार्दै जाँदाखेरि मोनिटाइज अप्सन पनि खुल्यो। अनि अहिले पोस्टहरू पनि गर्छु, भिडियोहरू पनि हाल्छु। सबै भिडियोहरू त भाइरल हुँदैन, कुनै भिडियोहरू पनि भाइरल हुन्छ र फेसबुकले पनि राम्रै पैसा दिँदो रहेछ भन्ने जब आफूले यो कन्टेन्ट मोनिटाइजेसन भन्ने अप्सन जब आफूले पाएँ, त्यसपछिबाट मलाई पनि थाहा भयो कि फेसबुकले पनि राम्रो पैसा दिँदो रहेछ, मेहनत गऱ्यो भने त राम्रो पैसा दिँदो रहेछ भन्ने थाहा भयो। अनि जब यो थाहा पाइसकेँ अनि त्यसपछि त फेसबुकले त तपाईँको पोस्ट जुनसुकै फोटो पोस्ट गरे पनि पैसा आउँछ, भिडियो पोस्ट गरे पनि पैसा आउँछ, अनि तपाईँको रिल्सहरू पोस्ट गर्दाखेरि पनि पैसा आउँछ, टेक्स्ट पोस्ट गर्दाखेरि पनि पैसा आउँछ, अनि तपाईँहरूले स्टोरी हाल्दाखेरि पनि पैसा आउँछ भनेपछि किन मेहनत नगर्ने। म फेरि अझै रात दिन कतिवटा हुन्छ पोस्टहरू हाल्दै गएँ अनि आफ्नो भिडियोहरू पनि बनाउँदै गएँ। र यस्तै गरी हो तपाईँहरूले यो जसरी मैले मेहनत गर्दै आएर यो अहिलेसम्म मैले कमाइरहेको छु नि फेसबुकबाट, हो यसरी गरी तपाईँहरूले पनि मेहनत गर्नुहोला। मेहनतको फल मिठो हुन्छ र तपाईँहरूले मेहनत गर्नुभयो र तपाईँहरूले फलोवर्सहरू धेरै बनाउनु भयो, भाइरल हुनुभयो भने तपाईँहरूले जुन
प्राइभेट काम अथवा सरकारी काम गरेर जुन तपाईँहरूले पैसा कमाउनुहुन्छ नि, त्यसको 2 गुणा 4 गुणा फेसबुकले युट्युबले दिन्छ। राम्रोसँग काम गर्नुभयो भने मासिक स्यालेरीको रूपमा फेसबुक युट्युबले दिन्छ। तर दिन्छ भन्दैमा त्यत्तिकै पोस्ट गर्दैमा त्यत्तिकै हाल्दैमा दिँदैन। हामीले धेरै मेहनत गर्नुपर्छ। त्यसका लागि हामीले धैर्यता गर्नुपर्छ। धैर्यता चाहिन्छ। बारम्बार भन्ने गर्छु, धैर्यता चाहिन्छ। अनि अर्को पोइन्ट रहेको छ कन्सिस्टेन्सी दिनुपर्छ। हो, अनि मात्रै हामी यो दुनियाँमा सफल हुन्छौँ र दुनियाँको अगाडि सिट ठाडो गरेर हिँड्न सक्छौँ। त्यसैले मेहनत गरौँ, सबैजना एकअर्कालाई सपोर्ट गरौँ, अनि भिडियो आयो भन्दैमा स्क्रल गरेर फाल्ने काम नगरौँ। किनकि यो भिडियो मेरो कतिजनासम्म पुग्छ नि, तपाईँहरूले यसमा लाइक कमेन्ट गर्नुभयो भने त्यतिजनासम्म तपाईँको आइडी जान्छ अनि तपाईँको पनि एङ्गेजमेन्ट बढ्छ। यसरी बुझेर अगाडि बढौँ। थ्याङ्क यू सो मच।